हार सहन जति कठिन छ, जित पचाउन त्यो भन्दा कठिन हुन्छ। तपाईहरु जस्तै 64 सालमा धेरै मत ल्याएर भाँडामा न भुइँमा भएको पार्टीको नेता मै हो। तपाईहरु त्यस्तै हुनुहुन्छ कि भन्ने चिन्ता त्यस्तो नभइदिए हुन्थ्यो भन्ने छ मलाई। हार सहन जति गाह्रो हुन्छ, जित पचाउन त्यो भन्दा गाह्रो हुन्छ। यो संसदमा राष्ट्रसभासँग करिब 2/3 को विशाल बहुमत छ। यो विशाल बहुमतलाई जनताको विशाल जिम्मेवारीका रूपमा ह्यान्डल गर्नुपर्दछ। यसलाई अहंकारको मलखात बन्न दिनु हुँदैन। नेकपाका रूपमा हामी यही संसदमा करिब तपाईहरुकै साइजमा 2/3 कै साइजमा थियौं केही समय पहिले। जनताको त्यो विश्वास हामीले आफ्नै कमजोरीको कारण बचाउन सकेनौं। इतिहास र अनुभवले साबित के गरेको छ त, संख्या भन्ने कहिल्यै स्थायी हुँदैन। ढुक्क हुनुस्, थाहै हुँदैन यो संख्या। र जनताको समर्थन पनि निशर्त हुँदैन, सशर्त हुन्छ। उनले सोचे जस्तो भएन भने भोलिपल्टै त्यो हामीबाट सिक्नुस्, इतिहासबाट सिक्नुस्। यो सम्मानित संसद लोकतन्त्रको आधार स्तम्भ मात्र होइन, नागरिक सम्प्रभुताको सबभन्दा ठूलो प्रयोग स्थल पनि हो। यहाँ निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासले प्राथमिकता पाउनु पर्दछ।